हिरागाना, कातागाना, कान्जी। यो हुन् तीनवटा जापानको लेख्ने तरिका हो। ल तीनवटामा हिरागाना, कातागाना, कान्जीमा चाहिँ कातागाना भनेको चाहिँ गाईको कुजिनहरुको लागि इंग्लिशबाट आउने शब्दहरुको लागि हो। हिरागाना भनेको चाहिँ निहोन्जिनहरुकै लागि जस्तो कान्जीबाट परिमार्जित गरेर हिरागाना 46 लेटर बनाएको छ। त्यो चाहिँ कदिरिया जस्तो मान्नुस् नेपालीमा कदिरिया जस्तो। कान्जी भनेको चाहिँ चाइनिज क्यारेक्टर हो। यो चाहिँ ओनियोमी र कुनियोमी दुईटै हुन्छ। चाइनिज र जापानिज दुईटै हुन्छ। चाइनाबाट लिएर आएको भएर चाहिँ त्यसलाई चाहिँ ओनियोमी र कुनियोमीमा बनाएको छ। ल आज सिकौँ है त हामी हिरागाना। ल हामी बच्चादेखि पढेका छौँ नि अ आ इ हो। हेर्नु है त अ आ इ ई उ ऊ ए ऐ ओ औ। र यसमा चाहिँ यिनीहरू हामीलाई चाहिदैन। ल हामीलाई चाहिँ हेर्नुस् है त आ इ उ ए ओ। पाँचवटा। यो पाँचवटैबाट हामीले हिरागानाको 46 लेटर चाहिँ बनाउँछौँ है। ल तपाईहरुलाई चाहिँ म एउटा सम्झिने तरिका भन्छु है त। सुन्नुस् मैले चाहिँ यसरी बनाएको थिएँ। तपाईहरुले नि आफ्नो तरिकाले बनाउन सक्नुहुन्छ। जस्तै हो त कस्तो नाटक हेरे मैले यो रमाइलो वर्णन गर्न नसक्ने। ल हेरौँ है त यो कस्तोबाट हेरौँ है त। क स त कबाट के आउँछ त का कि कु के को। सबाट हेर्नुस् है त सा सी सु से सो। कबाट हेर्नुस् त ता ची चु ते तो। यो दुईटा चाहिँ डिफरेन्ट हुन्छ है। ती तु होइन कि ची चु हुन्छ है त। अर्को शब्द छ हेर्नुस् है त नाटकबाट ना हेरौँ है त ना नि नु ने नो। के हुन्छ हेरेबाट चाहिँ के हुन्छ त हा इ फु हे हो। जस्तो ताची चुटीकोमा भाग्या जस्तै यसमा पनि हा इ फु इ हु हुनु पर्यो हु नभएर फु हुन्छ है त। अर्को शब्द छ मैले। मबाट हेर्नुस् त के हुन्छ मा मि मु मे म। सिम्पल हुन्छ यसको चाहिँ। अर्को शब्द छ यो। यो चाहिँ अझै स्पेशल छ है त या यु यो। तीनवटा मात्र हुन्छ है या यु यो। ल अर्को शब्द छ रमाइलो। रमाइलोबाट चाहिँ के आउँछ त रा यो सिम्पलै हुन्छ। यो वर्णनबाट चाहिँ के छ वर्णनबाट चाहिँ दुईटा मात्रै शब्द छ है। यसमा चाहिँ के छ त वा ओ। वा र ओ मात्रै हुन्छ है। वर्णन गर्न नसकिनेमा चाहिँ अरु गर्न चाहिँ त्यो चाहिँ चाहिदैन है। के हो त नसकिनेमा चाहिँ के छ त न न वा न। लास्टको आदि हुन्छ है। यो चाहिँ न वा न हुन्छ। आ इ उ ए ओ। पाँचवटा का कि कु के को। साबाट सा सी सु से सो। ता ची चु ते तो। चिचु है। नाबाट ना नि नु ने नो। हा इ फु हे हो। फु है फु मा मि मु मे मो।